एभ्रिवान नमस्ते वेलकम टु माई अनदर ब्लग। तर आज चाहिँ घर फर्किन धेरै राति भइसक्यो होइन, किनभने आज मेरो गाडी बिग्रेर लास्ट नभयो यार। आजको दिन के भन्ने र यार, गाडी हिट भएको होइन, हुन चाहिँ त्यस्तो बिग प्रब्लम पनि होइन हुन त। तर सजिलो चाहिँ के हो भने म खलासी गरेर होइन, काठमाडौँ आएर गाडीमा खलासी गरेर गाडी सिकेँ हुनाले चाहिँ अलिअलि हल्का नलेज थियो। अनि हुन्छ नि यसो यसो गऱ्यो भने चाहिँ ल सकिन्छ नि त ग्यारेजसम्म पुर्याउन भन्ने नलेज थियो। त्यो भएर जस पानी हाल्दै हाल्दै बिचमा रोक्दै पानी हाल्दै गरेर ग्यारेजसम्म पुर्याइयो होइन। अनि यार लट्स अफ लभ त्यो दाइहरूलाई होइन, 9 बजेसम्म राति है बत्ती बालेर काम गरिदिरहेको दाइहरूले त। ल म त क्या के भन्ने हो दाइहरूलाई, एकदम मनदेखिको रेस्पेक्ट क्या दाइहरूको लागि होइन। त्यो गाइज है, बाँकी के भयो त भिडियोमा हेर्दै गर है त। अनि यदि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर माया देखाइदिनु होला है त। देख्न सक्नुहुन्छ म चाहिँ ग्यारेज आइसकेँ होइन, त्यो धेरै राति भइसकेको छ है साथीहरू। खासमा गाडी हिट हुनुको कारण चाहिँ यो रहेछ, यो पाइप फुटेर होइन लास्ट तनाव गराइदियो क्या यार। दाइहरूले चाहिँ बनाउन लागिसक्नुभयो होइन, यहाँ एयर फिल्टर पनि निकालिसक्नु भयो। अनि यहाँ के को हेर्दै हुनुहुन्छ त्यो बिहान ठिक थियो कि दाइ? अनि ऊ पानी ठिक थियो बिहानसम्म, अहिले फुटेछ कसरी होइन। अनि अहिले एक्कासी हिट भयो, त्यहाँबाट हेर्दाखेरि 4 मिनट जति हिट भएपछि त्यो हिटको सिग्नल बढेपछि 4 मिनट जति पुग्यो। अनि गाडी रोकेपछि हेर्दाखेरि त लास्टै हिट भइरहेको रहेछ। त्यहाँबाट पानी हालौँ भनेर पानी हाल्दा चाहिँ पाइप फुटिरहेको रहेछ। पाइप फुटेर गाडी सर्भिसिङ गर्ने बेला भइरहेको थियो। अनि मैले चाहिँ अब साउलाई भनेर त्यसको जो गाडी पनि अब ग्यारेजमा आएर बेला सर्भिसिङ पनि गरिदिउँ न त भनेर दाइहरूलाई पनि सर्भिसिङ गरिदिनु भनेर सर्भिसिङ गर्न लगाउँदैछु गाइज है। ब्रेक प्याडहरू चाहिँ सबै ठिक रहेछ भन्नुभयो दाइहरूले। अनि यहाँ मोबिल चेन्ज गरिदिनुहुन्छ अहिले चाहिँ दाइहरूले है। जस एकदम के फास्ट काम गरिदिनु भयो, लास्ट खुसी लागिरहेको मलाई चाहिँ। अनि देख्न सक्नुहुन्छ मलाई एक कप मिठो चिया पनि खुवाउनु भयो दाइहरूले, एकदम थ्याङ्क यू सो मच है दाइ तपाईँलाई मनदेखिको। रिभर्सको लाइट पनि बलिरहेको थिएन, अनि रिभर्स लाइट पनि चेन्ज गरिदिनु, बल्ब चेन्ज गरिदिनु लागेको म चाहिँ। के छैन हजुरको फेस देखे छैन? कडा होइन, म चाहिँ अब त्यही हो भिडियो हेऱ्यो होला होइन। जस लास्टै गाह्रो भयो आज। अनि अब चाहिँ म फर्किँदैछु, राति धेरै राति भइसकेको छ। म चाहिँ अहिले मङ्गल बजार नै पुग्न लागेँ एउटा होइन। मङ्गल बजारतिर चाहिँ यस्तो छ कि रातिको 9 बजेतिर हो यो चाहिँ, अलि बाटो खाली खाली भइरहेको। अनि त्यही भएर जे होस् एउटा हातले साइकल चलाएर होइन, अनि एउटा हातले चाहिँ भ्लग गर्नलाई मिलिरहेको थियो भयो भने त्यही हो। ल भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु होइन। अनि यस्तै माया देखाइदिँदै गर्नु होला भन्न चाहन्छु है। अनि भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक गरेर, र कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गरेर सपोर्ट गर्न सक्नुहुन्छ। सब्सक्राइब गर्नलाई त नछुटाइदिनु होला है त। लट्स अफ लभ, थ्याङ्क यू गाइज, बाई बाई, सी यू अगेन।